यिनी अपराधीलाई कांग्रेस एमाले माओवादी नामका यिनी हत्यारा देशद्रोहीहरूलाई दिल्लीमा लगेर पालेर भात खुवाएर यिनलाई एक ठाउँमा जुटाएर जन्मको आधारको नागरिकता बनाएर अनि त्यो नागरिकताले कानुन चाहिँ संविधानमा सामेल भइसकेपछि कानुन बनेपछि अनि यिनले एक मध्य प्रदेश भनेर तराई टुक्राउने मिसन सुरु गर्न लगाए। एक मेचीदेखि महाकालीसम्म त्यही रहेको सुरुको जो मिसन थियो त्यो मिसनलाई अर्को कोणबाट लग्यो। किन जन्मको आधारमा 50औं लाख यिनीलाई नागरिकता दिइसकेपछि अब तराई टुक्राउन सकिन्छ भन्नेमा गए उनीहरू। तर संयोग हाम्रो गौरव भनौँ थारू समुदायले त्यो बेला तराई जोगायो। हामी मधेसी पनि होइन र हामी एक मध्य प्रदेशमा हामी जाँदैनौँ। थारू देशभरि उठ्यो। त्यसपछि थारू उठिसकेपछि डरले यिनीहरू पछाडि हटेका हुन्। तराई 63 सालको लगत्तै तराईलाई टुक्र्याउनको निम्ति इन्डियन साम्राज्यवादले यति अपराधिक कुकर्म गरेको थियो। यो हामी नबिर्सौँ, यो हामी कहिले पनि दिमागबाट नहेटाउँ।